चाइनाबाट यहाँहरूलाई नेपालीमा नमस्कार। यो रसुवागढी नाकाभन्दा पारिपट्टि रहेको चाइनिज बजार हो। नेपाल चाइना व्यापार गर्ने प्रमुख नाकामध्येको एउटा नाका रसुवागढी नाका हो। यस्तै अर्को नाका सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका छ। यो ठाउँमा पहिला मितेरी पुल थियो। त्यो मितेरी पुल 2082 साल असार 23 गते रातिको बाढीले बगाइसकेपछि अहिले पुस 15 गतेदेखि बेली ब्रिज बनाएर सञ्चालनमा ल्याएको छ। अहिले यो नाकाबाट भन्सारका गतिविधिहरू चहल पहलमा छन्। यो नाका नेपालको प्रमुख नाकामध्येको एउटा नाका हो। सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका नेपालको प्रमुख भन्सारको नाकाहरू हुन्। यो ठाउँमा सुक्खा बन्दरगाह निर्माणको काम 80% सम्पन्न भइसकेपछि त्यही बाढीले बगाएको कारणले गर्दा अहिले यार्ड मात्रै म्यानेज गर्न सकिएको अवस्था छ। यो सुक्खा बन्दरगाह पनि चाइनिज सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा थियो। त्यो नाका अब यो सुक्खा बन्दरगाहको भविष्य पनि अन्यलमा परेको छ। यो सँगै तत्कालका लागि रसुवा नाकाबाट भन्सारका गतिविधिहरू सुरु भइसकेका छन्। नेपाल र चाइनासँग हिमाली क्षेत्रमा रहेका विभिन्न जिल्लाहरूका नाकाहरूमध्ये जस्तो ताप्लेजुङको ओलाङचुङगोलामा रहेको नाकाको हामीले अध्ययन गरेका छौँ। किमाथाङका भनेको सङ्खुवासभा जिल्लामा रहेको नाकाको अध्ययन गरिएको छ। त्यस्तै अब यता आएर दोलखामा पनि एउटा नाका सम्भावना रहेको छ, लामाबगर, अनि गोर्खामा लार्के भन्ज्याङ। त्यस्तै गरी यो रसुवा र सिन्धुपाल्चोकमा चाहिँ सञ्चालनमै छ। यो पछि मुस्ताङतिर पनि कोराला नाकामा एउटा कहिलेकाहीँ सञ्चालनमा आउने गरी एउटा नाका छ। त्यहाँ त्यो नाका कोराला नाकाबाट पनि अध्ययन गरिएको छ। त्यहाँभन्दा उता डोल्पामा पनि अप्पर डोल्पामा मरिम भन्ज्याङमा नाकाको सम्भावना रहेको छ। त्यहाँ पनि विश्वकै सबैभन्दा उचाइमा रहेको बस्ती छार्काभोटसँगै रहेको नाका हो। त्योभन्दा उता मुगुतिर पनि नाकाको सम्भावना छ। मुगुभन्दा उता गएर हुम्ला कर्णाली आएको ठाउँबाट नाका बनाउन सकिने सम्भावना धेरै नै छ। त्योभन्दा उता गएर बझाङमा उरै भन्ज्याङमा पनि तिब्बतसँग व्यापार गर्नका लागि उता ताक्लाकोट भन्ज्याङतिर व्यापार गर्नका लागि सम्भव नाका हो। र दार्चुलामा पनि टिङ्कर भन्ज्याङबाट तिब्बतसँग व्यापार गर्न सकिने अवस्था रहेको हुँदा हामीले नेपाल चाइना व्यापारलाई योभन्दा माथिल्लो रूपमा लिन सकिने अवस्था पनि छ। विभिन्न अध्ययनहरू गर्ने र नाकामा चाहिँ विभिन्न सम्भावनाको खोजी गर्नुपर्ने देखिन्छ। धन्यवाद।